वर्तमानलाई हामीले सम्मान भनेका छौँ। भ्रष्टाचार न्यूनीकरण हुनुपर्छ भन्ने कुरा सम्मान हाम्रो तर्फबाट छ। यद्यपि नगरपालिकाको कर्मचारीको सवालमा मेची नगरमा चाहिँ नि विभिन्न खाले ऐन नियम सङ्घ र प्रदेशबाट निर्देशिका जारी भइसके पछाडि पनि त्यो प्रक्रिया पुरा गरेर ती कर्मचारीलाई किन स्थायित्वमा परिणत गर्न सकिएन भन्ने कुरा हामीले अलिक बढी जोडदार गरेर उठाएका छौँ, जसको परिणाम आज ती 16 वर्षदेखि चाहिँ काम गर्ने जो कर्मचारीहरू हुन्छ त्यसको शिकार हुनुभएको छ। हाम्रो यति मात्रै माग हो, उहाँहरूलाई पनि सम्बोधन गर्दै यो प्रक्रिया टुङ्गियोस् मात्रै भन्न खोजेका छौँ। राज्यले ल्याएको नीति नियममा सबै बस्नुपर्छ, तथापि हरेक खालका कानुनहरू नियम हुँदाहुँदै किन कार्यान्वयन गर्न सकिएन, दोषी को हो भन्ने कुरा चाहिँ अलिकति बढी हामीले उद्घार गरेका छौँ। यसको सबै पक्षहरूसँग बसेर कानुन सम्मत विधि सम्मत यो प्रक्रिया अगाडि बढाइयोस् र मेचीनगरका समग्र मेचीनगरवासीहरूमा सेवा प्रदायक सरल र सहज ढङ्गले हुन सकोस् भन्ने कुरा हो हाम्रो। अहिले चाहिँ कता कता अब पालिकाबाट गाभेर चाहिँ कार्यविधि सञ्चालन गर्ने भन्ने कुरा छ, त्यसले कतिको सहजता हुन्छ। हिजोको जस्तै पुनः गाविसतिर फर्किने पो हो कि भन्ने एउटा आशंका पनि देखिन्छ। त्यस्तो नहोस्, देश गणतन्त्रमा आएको छ, सङ्घीयतामा अघि बढेको छ। यति मात्रै भन्छौँ, यो व्यवस्था बचाउँदै तमाम नेपाली जनताको भाग्य र भविष्य यहीँबाट खोज्नुपर्छ। सुशासन, अग्रगमन र भ्रष्टाचार शून्य सहितको समाज देश बन्नुपर्छ भन्ने मेचीनगर माओवादी केन्द्रको ठहर छ। धन्यवाद। उहाँहरूलाई पुनर्बहाली गर्ने हामी जोडदार माग गर्दै हामी यो एउटा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले विज्ञप्ति निकालेको छ, त्यो विज्ञप्ति वाचन गर्ने अनुमति चाहन्छु। र यसमा हामीले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेचीनगरले विज्ञप्ति तयार गरेको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेचीनगर कमिटी 1 नम्बर प्रदेश झापा, मिति 2082-7-11। मेचीनगर नगरपालिकाका नगर प्रमुखज्यूबाट हस्ताक्षरित मेचीनगर नगरपालिकाको मिति 2082-6-29 गतेको निर्णय नम्बर 3 मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति 2062-6-8 को पत्र, अर्थ मन्त्रालयको मिति 2062-6-7 को प्राप्त पत्र अनुसार विगत 10औं वर्षदेखि नगरपालिकामा सेवारत ज्यालादारी करार र अस्थायी कर्मचारीहरूको मिति 2062-7-1 गतेदेखि लागू हुने गरी करिब 140 जना कर्मचारीहरूको करार सम्झौता रद्द तथा हाजिरी नगराउने भनी गरेको विषय र उक्त कारण सबै वडा कार्यालय तथा मेचीनगर नगरपालिकाको सेवा प्रवाह अवरुद्ध भएको कारण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेचीनगर कमिटीको गम्भीर ध्यान आकर्षण भएको कुरा जानकारी गराउँदछौँ। नेपालको संविधान 2072 जारी भएपछि गाउँ गाउँमा सिंहदरबारको अधिकार जनतामा प्रत्यक्ष अनुभूति दिलाउने गरी प्रथम पटक 2047 सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भई निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल पुरा गरी पुनः 2069 सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भई उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल समेत करिब 4 वर्ष व्यतीत हुन लागेको छ। स्थानीय सरकार सञ्चालन गर्ने कानुनको मूल व्यवस्थाको रूपमा सङ्घीय सरकारले मिति 2047 असोज 29 गते नै स्थानीय सरकार सञ्चालन ऐन 2074 जारी गरी स्थानीय तहलाई चाहिने कर्मचारीहरूको यकिन गर्नका लागि आफ्नो पालिकाको कार्यबोझ, राजस्वको अवस्था आदिको विचार गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन संरचना तयार गरी लागू गर्ने अधिकार दिएको थियो भने प्रचलित कानुनी व्यवस्था बमोजिम 2076 सालमा सङ्घीय लोकसेवा आयोगले समेत स्थानीय तहको स्वीकृति दरबन्दी र स्थानीय तहको मागको आधारमा ठुलो सङ्ख्यामा कर्मचारी पदपूर्ति गरी नियुक्तिका लागि स्थानीय तहमा सिफारिस गरी पठाइएको थियो भने मिति 2076 सालमै स्थानीय तहका लागि आवश्यक कर्मचारी पदपूर्तिका लागि अविच्छिन्न रूपमा कार्यरत सयौं सङ्ख्याका कर्मचारीहरूको करार सेवा रद्द गर्ने र हाजिर नगराउने गरी भएको कार्य सङ्घीय कानुन स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 83, 87 तथा सङ्घीय सरकारले गरेको परिपत्र सङ्गठन संरचना सुधार स्वीकृति दरबन्दी बाहेक समेतको विपरीत रहेकोले नगरपालिकाले अभिलम्ब आफूलाई चाहिने कर्मचारी कानुन बमोजिम लोकसेवा आयोगका माग गरी विगत लामो समयदेखि अविच्छिन्न रूपमा कार्यरत अस्थायी ज्यालादारी र करार सेवाका कर्मचारीलाई समेत प्रतिस्पर्धामा भाग लिन पाउने कानुनी व्यवस्थाको सुनिश्चित गरी स्थायी पदपूर्ति भई नआउन्जेलसम्मका लागि निष्कासित कर्मचारीहरूको पुनर्बहालीको जोरदार माग गर्दछौँ। नेपालको परिवर्तित राजनीतिक घटनाक्रम अनुसार गठित सरकारले सुरु गरेको सुशासन र राजनीतिक स्थायित्वका लागि गरिएका
सत्कर्मका निर्णयलाई हामी सम्मान गर्दछौँ। साथै राजनीतिक घटनाक्रम र प्राकृतिक विपत्तिबाट भएको दुःख क्षण अन्तर्गत शहादत प्राप्त गर्नुहुने तपाईँ सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली परिवारजनमा समवेदना अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। कृष्ण कौशल सिटोला सचिव, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेची नगर कमिटी कोशी प्रदेश झापा। त्यसै गरी राजन चिमरिया अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेची नगर कमिटी कोशी प्रदेश झापा।